बर्खे झरी रोकिएर आकाश खुलेका बेला, बर्खामा हरित भएर पलाएका पाखाहरूमा फुलेका फूलहरू मुर्झाइसकेका बेला, शरद यामको सुन्दर समयमा हामी पुग्यौं रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका 3 मा अवस्थित सुन्दह। छ्याङ्ग खुलेको आकाशमा फटाफुट्ट देखिने ससाना बादलका टुक्राहरू हेर्दा यस्तो लाग्यो यिनीहरूले आफू जाने बाटो बिर्सिए, बगाल हराएर अलपत्र परे। खैर, यहाँसम्म पुगेर जे देखिएको थियो त्यो नै हाम्रा लागि अपरम्पार थियो, अवर्णनीय थियो। हामी हिँड्दा निस्केको खत्याक खत्याक आवाज अनि सिरसिरे बतासको हुर्रु आवाज मिठो सङ्गीतको धुन जस्तो, अनि मुर्झाएका फूलका बोटलाई हावाले हल्लाउँदा पनि फूलको थुङ्गा नै हल्लिएको जस्तो। यहाँ पुगेपछि हर चिजले हामीलाई मोहित बनायो, आनन्द दिलायो। बर्खामा हरित हुने यो भेग यो याममा पनि बिछट्टै राम्रो देखियो। हिउँद याममा त यो ठाउँलाई हिउँले छपक्कै छोप्छ रे। संक्षिप्तमा भन्नु पर्दा यहाँ जहिले आए पनि सुन्दह इज सुन्दह। तिमी भन्छौ प्रकृतिमा के छ? जे छ सब थोक प्रकृतिमै त छ। अब यहाँ आइपुगेपछि थकाइ हरायो, भोक हरायो, निद हरायो। यति सुन्दर चिज भेटिएपछि हराउँदैन त? अपार आनन्द प्राप्त भएको छ। खुसीले मन यति धेरै भरिएको छ कि मलाई लाग्छ यो सुन्दरता हेर्दै हेर्दै त यस्ता धेरै पहाडहरू काट्न सकिन्छ। वाह! यहाँको यो सुन्दरतामा डुब्न कुनै मौसम र यामको भन्दा पनि यहाँसम्म पुग्ने जागर र प्रकृतिसँग रम्ने चाहना चाहिन्छ। अत्याधिक चाहना पश्चातको प्राप्ति कस्तो हुन्छ? त्यो त हजुरहरूले अनुभूति गर्नुभएकै होला। लामो बाटो हिँडेर जब हामी यहाँ पुग्यौं, यस्तो लाग्यो सुन्दहले हामीलाई पर्खिरहेको थियो। हामी सुन्दहलाई भेटेर मक्ख पर्यौं। सुन्दह पनि त हामीलाई देख्न पाएर गमक्क परेको होला। हामी जति बेला यहाँ पुग्यौं, यो बेला सुन्दहको सुन्दरताको बयान गर्न शब्दकै अभाव भयो। जब यो दह र आसपासको दृश्य देखियो नि, सुन्दरताको उपमा पाएका शब्दहरू नै
अपुरा लागे अधुरा लागे, पुरा त यही सुन्दह पो भयो, यही प्रकृति पो भयो। यहाँबाट मैले भन्दा बढी भनेको जस्तो लाग्ला, तर स्वर्गको एउटा टुक्रा हो यो ठाउँ, साँच्चै सुनझै चम्किलो र बहुमूल्य। समुद्री सतहदेखि करिब 4400 मिटर उचाइमा रहेको सुन्दह पुगेपछि यहाँ यो दहसँगै आसपासको भूबनोट र सुन्दरताले आँखा झिमिक्क पार्नै दिँदैन। सुन्दहदेखि केही माथि उक्लिएपछि 4700 मिटरको उचाइमा अर्को दह छ, राक्से दह। यो दह पनि कम सुन्दर छैन। माथि डाँडामा बसेर हेर्दा एकातिर सुन्दह अर्कोतिर राक्से दह देखिन्छ। यति मात्रै कहाँ हो र, पश्चिमतिरबाट सिस्ने हिमालले अनि पूर्वतिरबाट पुथा हिमालले आफ्नो हँसिलो उपस्थिति जनाइरहेको हुन्छ। यसरी एकै दृष्टिमा हिमाल, पहाड अनि टाढा टाढाका मानव बस्ती पनि देख्न पाएपछि यस्तो लाग्छ उडेर आकाशमै पो पुगियो कि क्या हो। जता हेर्यो हेरिरहँ लाग्ने, यो सुन्दरतालाई अङ्गालोमा बेरिरहँ लाग्ने। मध्य पहाडी लोकमार्गलाई काँक्रीमा छोडेर तकसेराको बाटो हुँदै गरसम्म गाडीमा अनि करिब 1.5 घण्टा हिँडेर पहिलो दिन रन्मा गाउँमा बास बस्ने, दोस्रो दिन पैदल हिँडेर बर्जासको डाँडाको आसपासमा बास बस्ने अनि तेस्रो दिन बिहान खाना खाने समयमा यहाँ पुगिन्छ।
सबैले भन्छ नि होइन, जङ्गल हुनुपर्छ, रुख ढुवा हुनुपर्छ। यो ढुङ्गाहरू कालो भएको पनि कति सुहाएको, पत्थर कालो भएको पनि कति सुहाएको र वरिपरिको यो सुन्दरतासँग यो काल एउटा सादा शरीरमा सिँगार गरेको जस्तो देखिन्छ। मात्र 2 दिन आनन्दसँग हिँड्यो भने यहाँ पुगिन्छ। यहाँ पुगेपछि तपाईँले देखिहाल्नुभयो यति धेरै कुराहरू देख्न पाइन्छ। भनेपछि किन नआउने त? म यो भिडियो हेरिरहनुभएका सबैलाई रुकुमपूर्वको उथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर 3 मा रहेको यो सुन्दहमा हार्दिक आमन्त्रण गर्छु, हार्दिक स्वागत गर्छु। जय होस्।